नमस्ते सबैजनालाई वेलकम टु दसैँ ब्लग दिस इज वेका वोकी अस्ट्रेलियाको मेलबर्नमा हामी आफैले चिन्जान गरेको भाइ बहिनीहरू सबैजना मिलेर नेपालको महान चाड दसैँ मनाउँदै गरेको यो भिडियोलाई तपाईँहरूले इन्जोय गर्नुहुन्छ भन्ने हामीले आशा गरेका छौँ। नेपालबाट टाढा बसेर पनि एउटा पिँढीबाट अर्को पिँढीलाई नेपालको यो परम्परालाई यथावत राखिरहन र पासन गर्नको लागि हामीले एक दिन दुई दिन भए पनि छुट्टी लिएर कामबाट मनाउन खोजेका छौँ। इन्जोय द भिडियो। What's up people, what's up? अब हामी आज दसैँको दिन हाम्रो यहाँ So hi guys, welcome. हामीले चाहिँ टिका लगाएर आइसक्यो अनि where's the mahal? भाइ छैन यो घरमा. I'm very sad. यस्तो छ अनि यहाँ यिनीहरू भर्खर कफी खाँदैछन्। के नखाएको नाटो त हामी. हो र? यहाँ खान्छु भनेर. ओ यो बिहान उठेर लुगा किन्न गएको थियो यस्तो छ यिनीहरू। यो मान्छे पनि हो ए सबै एउटै ड्याङको रहेछ अनि यता हाम्रो बहिनी सिडनीबाट श्रेयाश्री कस्तो भयो फ्लाइट हाउ वाज योर फ्लाइट फर द दसैँ ओकेजन रे टिकट पायो टिकट पाइहाल्यो नि नेपाल हैन गाह्रो भएन भएन अनि हाम्रो सिस्टर इन ल सी इज देयर from Korea. हाउ वाज योर फ्लाइट From Korea. Was it a good flight? Yes, it was a very long flight. Did you arrive this morning for this occasion today? The Yes. Dasai? Nice. Hope you enjoyed. How was the coffee? That's the first drink of the day? So good. Keeping me awake. Giving you awake. Yeah. That's good. iPhone 17 Pro Max gifted to me by Buddha. Oh my As God. you can see, I'm wearing Buddha. Oh. This is Buddha, and then I've got my earrings from Buddha. This one's from Buddha. Everything's from Buddha. Even this is from Buddha. Okay. That's it, guys. Bye. Butta go. So guys, let's just ignore everyone and look at this diva here. Oh my god, who is she? Damn. Oh, who is she? यता चाहिँ उनासी दाइ हुनुहुन्छ. Namaste. Okay guys, that's it. फेरि मलाई हेर्नु होला. Okay. यो मान्छेलाई मैले अघि भने हो त्यत्रो लुगा लाउनु पर्दैन भान्सेले किन लुगा लाउनु लाग्छ भनेर भान्से भनेको यहाँ कामै गरेर हिँड्छ हाम्रो मान्छेले काम गरे यहाँ त अचारै रेडी भएर हिँड्छ यस्तो पनि हुन्छ It was very underwhelming, but it's okay. Yes! Guys, अब चाहिँ हामी आएका छौँ. यहाँ हाम्रो सबैजना आइसकेको छ आज बल्ल टुक वाल but we are here. एकछिन बिहान रमाइलो गरेर कफी सफी खाएपछि हामी सबैजना भेला भइसकेपछि टिकाको कार्यक्रम सुरु भयो। हामीमा सबैभन्दा ठुलो समृद्ध भएको भएर उनले पहिला सुरु सुरजलाई टिका लगाएर दसैँको टिका प्रारम्भ गर्यौं अनि त्यसपछि पाले पालो समृद्ध सुरज र मैले सबैजनालाई टिका लगाइदियौं। समृद्ध र सशक्तको लागि चाहिँ बहिनी श्रेयासीसँग 7 वर्ष 8 वर्षपछि दसैँको टिका लगाउन पाउँदाखेरि उनीहरू एकदम खुसी थिए। यसरी नै रमाइलो गरेर टिका लगाउने कार्यक्रम यहाँ चलिरहेको छ। हामी माझ अरू नेसनालिटीको पनि हुनुहुन्थ्यो र उनीहरूको लागि यो पहिलो एक्सपिरियन्स थियो। उनीहरूले पनि नेपालको यो चाडपर्वलाई एकदम रमाइलोका साथ मनाइरहेका थिए। International assistant, right? Okay. So this is the first time I'm gonna give a blessing in English. Same for you. Whatever you wish for, and I hope everything comes. पुरा होस् अर्को वर्ष त यहाँ हुनु धेरै राति बाहिर ननिक्लेको होइन त्यस्तो पढाइ सकिँदैन ल भनेको जब पाओस्
सबैले टिका लगायौँ सबै लगायौँ सबैको निधारमा टिका छ यस यो चाहिँ हाम्रो सकिना बहिनीले डिभाइस गर्नुभएको नयाँ टेक्निक रहेछ फोटो लिने पोकेमा भिडियो नै इनरोल गर्ने अनि पछि गएर स्क्रिनसट लिने रे तपाईँहरू यहाँ बसेर अब यसरी एकछिन हेर्नु होला के हुँदैछ वरिपरि यहाँ यहाँ हाम्रो सुरजले के बनाउँदैछ थाहा छैन पहिलो चरणको टिका कार्यक्रम सकेपछि रमाइलो गर्दै बस्दै कोही फोटो खिच्दै हुनुहुन्छ कोही तास खेल्नको लागि माहौल बनाउँदै हुनुहुन्छ अनि कुर्दै बसिरहेका छौँ सेकेन्ड फेजका हाम्रो भाइ बहिनीहरू आइपुग्नको लागि ह्याप्पी दसैँ एभ्रिवान सबैको मनोकामना पुरा होस् अर्को दसैँ अझै हर्ष उल्लासपूर्वक मनाउन पाइयोस् नेपालको अहिलेको स्थिति अलिकति खलबलेको अवस्था छ सायद अब आउने चुनावले चाहिँ यसलाई चाहिँ सही ट्र्याकमा ल्याउनेछ त्यसको लागि चाहिँ सम्पूर्ण नेपालीहरूलाई चाहिँ उचित र एउटा राम्रो उम्मेदवारलाई भोट हालेर आफ्नो निर्वाचन क्षेत्रबाट जिताउनुमा अनुरोध गर्न चाहन्छु ल धन्यवाद थ्याङ्क यू ओ बल्ल बल्ल उठेर आयो क्या ह्याङओभर बल्ल झरे क्या यस्तो छ कस्तो ढिला गयो ए रुजबी खै ओ हाम्रो सानी बुहारी आयो बल्ल आयो वेलकम वेलकम के छ ह्याप्पी दसैँ हाम्रा दुई भाइ बहिनीहरू पनि आइपुगे हाम्रो रुजमी बहिनी तपाईँहरूले देखिरहनु भएको छ अरू ब्लगमा पनि उनले एक्जाम सकाएर आएका हुन् अनि अर्को साथी रामले चाहिँ बिहानको सिफ्ट सकाएर आएका हुन् यस्तै हुन्छ विदेशको दसैँ 1-2 घन्टा टाइम निकालेर भए पनि चाडपर्व मनाउने प्रयास चाहिँ हामीले गरिरहेका छौँ साह्रै खुसखबरी सुन्न पाओस् त्यो मात्रै ह्याप्पीको कुरा हुन्छ पिआर आओस् होइन तिहार पनि खुसीको कुरा हो जे पनि चाहेको कुरा सबै कुरा होस् खुसीको I'm rich हो क्या खै Goat curry, Yep. cauliflower and potato. What is called? This is also goat. Goat but intestine. You like goat intestine? That's Give the it a thing. try. It's good. I like pig intestine. Pig. हो त्यही भएर मैले हल्का थोरै गरेँ Okay. जैसा बस देखा जरा ना हुआ आज फिर रोक्नु पर्छ के हाल्यो भन्दै त So I got rice, I got pizza, rajma, chicken, lamb, and the राजमा भनेको के हो यस्तो भनिदिनु न हाम्रो rajma चाहिँ हाम्रो ट्रेडिसनल दाल जस्तै हो होइन मिठो कुरा राजमा इज नट दाल इट्स अ बीन्स व्हाट बीन इज द्याट ल भन Red beans. Red beans, किडनी बीन kidney beans, yeah. खाना पनि रहेछ किनकि किडनी जस्तो छ त अनि किन हालेको हैन सक्यो $100 माइनस गर्छु म धेरै होइन कतिमा $100 अघिको नेपाललाई स्पिच दिइसकेपछि यहाँ -$100 पुगेको छ बिहान आउनुपर्ने हाम्रो भाइ बहिनीहरू आउँदैछन् उनीहरू काम सकाएर आउने अरे आज होइन अनि हामी सबैले लुगा पनि चेन्ज गरिसकेको छ यता बस्दैछ हाम्रो मनोरञ्जन खाइ पनि दियो ओके हाम्रो केटाहरू आइपुगेको छ हाम्रो रितेश के छ हेलो हेलो भनिदिउँ वेकावकी च्यानललाई हेलो दाइको च्यानल हेलो ओके से हाई 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 हेलो गाइस व्हाट्स अप What's up, हामी चाहिँ आज दसैँ मनाउन आएको होइन स्यास्ताहरूकोमा सबैलाई उसले त भोटिङ मागिदिइहाल्छ अर्को पालि धरानको लागि उठ्दैछ है किनकि सबैजना मलाई हेरेर बसेको बल्ल त आयो म त रेडी हो
ल गो बरेलीमा लुकाइराख न अङ्गालोमा बाँधिराख अनि जान नदेऊ रोक न रोक उड्न नदेऊ आकाशको चरी जस्तै मलाई बाँधेर राख यो सकिँदैन लास्टै त्यो भनेको डेन्जर त्यसमाथि पहिला अनमोल एक्लैमा भारी थियो अब त पुरा माइतले पनि सपोर्ट गर्नु थालेछ है ससुरालीले यहाँ आर्यन पुरा हप्तामा 4 दिन स्पारिङ गर्छ अनि एक दिन आउँछ जिमबाट होइन नमस्कार तपाईँहरू प्यारो दर्शकवृन्दहरू तपाईँलाई स्वागत छ मेरो च्यानलमा म चाहिँ आज तपाईँहरू औरासी बस्नेतको च्यानललाई हाइज्याक गरिरहेको छु होइन गाइसहरू औरासी बस्नेत यहाँ हुनुहुन्छ नमस्कार नमस्कार होइन तपाईँलाई कसरी फर्काउने हो सो बेलुका 7 बजीतिर हाम्रो अर्को लटहरू सबैजना आउनुभयो हाम्रो सबै भाइ बहिनीहरू साथीहरू जो चाहिँ 95 जब गरिरहनु भएको थियो एक्जाम थियो युनिमा या अरू कुनै काममा अड्किरहनु भएको थियो उहाँहरू चाहिँ बेलुका 1 by 1 गरेर सबैजना आइपुग्नु भयो आजको अन्तिम लटको त्यति भन्दै तपाईँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु आज यति हाम्रो यमन भाइ चाहिँ चिनचिनमा आफ्नो भ्लगर बन्ने इच्छा पुरा गर्दै हिँडिरहेको छ यहाँ र यसै क्रममा हामीसँग नयाँ गेस्टहरू आउनु भएको छ र उहाँको नाम चाहिँ सिस्टर एरोस उहाँ तपाईँलाई के भन्नु छ भनिसक्नु भयो त कस्तो होला र त्यसै क्रममा अनि यहाँ मध्येमा सबैभन्दा हाम्रो स्पेसल गेस्ट हाम्रो प्यारो बम्बो खुसी हुँदै सबैको टेन्सन पाएकोमा उफ्री उफ्री दौडिरहेको छ यहाँ त्यसै क्रममा उहाँ हाम्रो रामी रामी दिदी हुनुहुन्छ हाम्रो बहिनी श्रीजु चाहिँ यसपालि दसैँको लागि नेपाल गएको थियो साथीको बिहा पनि भएको भएर एकैचोटि दसैँ पनि मनाउँ भनेर अलमोस्ट आफ्टर 7 years नेपाल गएको थियो हस् धन्यवाद तपाईँलाई ल उहाँ दाइ हुनुहुन्छ हेलो के हो भ्लग हो यो व्हाट इज दिस इज दसैँ भ्लग फ्रम विका ओकी च्यानल कसको ए विका वोकी ओके हेलो प्लिज लाइक एन्ड सब्सक्राइब विका वोकी ह्याप्पी दसैँ टु आफ्नो प्रमोट गर्नु न आफूले आफूले किन मेनिया किचन ए यो दसैँको बेलामा मेनिया किचन बन्द दुईजना हेर्नु न गाइजहरू के हो दुईजनाको कस्तो साउथ इन्डियन फिल्मको गुन्डाहरू चाहिँ दिइरहेको छ तपाईँलाई ए ल यहाँ हुनुहुन्छ नि हिरो त आमा पुष्पा नाम सुन के फ्लावर समझे क्या फायर है मैं र यसै क्रममा होइन तपाईँहरूलाई चाहिँ अब उहाँको च्यानलमा अलिकति अल्छी लाग्यो भने सबै भिडियोमा मलाई के भन्छ मलाई यमन सर चाहियो भनेर लेख्न सक्नुहुन्छ तपाईँहरू होइन र त्यति हो तपाईँहरूलाई मेरो तर्फबाट धेरै धेरै चुम्मा है त फेरि नयाँ गेस्ट दुईजना हाम्रो श्रीयुक्ता बुहारी के छ ह्याप्पी दसैँ अनि हाम्रो यहाँ कुस पनि कुस नेपाल सबभन्दा लेट आउनेहरू दुईजना हामी मोटो ग्याङहरू सही हो दसैँको शुभकामना जाओस् कसरी गर्छ जोक होइन ए ह्याप्पी दसैँ फर्स्ट दसैँमा ड्रिङ्क्स गरेको है चिज
First drinks? Human is always silently judging people. अनि यो अन्तिम फेजको टिका हामीले सुरु गर्यौं साथी बुहारीसँग पहिलो टिका अब त खाना र तर उता जाँदा एरिका भोज गाउँदा त लप्टे भोज गरेर आएको बसेर पुरा लप्टे भोज अरे यस्तै लप्टे भोज Okay guys, I think that's it for this Dasai. I'll see you on next one. Bye bye. म अब फेरि अर्को ब्लगमा आउनेछु सो वेट अन्टिल द्याट टाइम होइन के भन्छ ल बुहारी बिग फ्यान गाइस बाइ बाइ हामी चाहिँ अब घरतिर लागेको घरमा हाम्रो पाँचै छ यस्तो छ क्या हामीलाई बोलाएको हामीलाई नबोलाउने यङ पार्टीहरू के यङ पार्टी यो मान्छे यङ पिपल पार्टी हो क्या गाइस देखियो एजिस्टहरू यिनीहरू डिस्क्रिमिनेसन दिस इज अब अर्को वर्ष दसैँमा फेरि पनि तपाईँहरू एन्टरटेन गर्न पक्कै पनि आउने नै छु होइन अर्को वर्ष बिचमा त होपै छैन भेट्ने होपै छैन यस्तो छ युट्युब त पल्लै छ तर भ्लग पनि गर्न थालेको न्यू फ्यान मेनियाकले अब मलाई स्पोन्सर गर्छ चाले ब्रान्डिङ यो चाहिँ फोन कर्नर बिहानदेखि बेलुकासम्म यिनीहरू तिनजना फोनमै व्यस्त कति घन्टामा आउँछ भने तिमीले उसको अनुहारसम्म हेर्न अलि अनि बेलुका हाम्रो सम्बित आफ्नो सानो काम सकाएर आएपछि फेरि सबैजना गेस्टहरूलाई भेट्दै यहाँ चिन्जान हुँदैछ कुराकानी